जनता भन्ने एपोइन्टमेन्ट लिएर भेट्ने हो। यस्तो तरिकाले चाहिँ अरू पालिकाका तपाईँको चाहिँ प्रमुखहरू हिँडिरहँदाखेरि हर्क साम्पाङ तपाईँहरूको खानेपानीको नाला भिरमा आफ्नो ज्यानको बाजी लगाएर तानिरहेको थियो, थिएन? त्यो नाला त्यसरी तानेर लिएको नाला है तपाईँको चाहिँ फेरि विरोधीले जलाइदिने, काटिदिने, त्यो डडेलो निभाउँदै म 1 हप्ता जति त तपाईँको बार गरेर जङ्गलमा बास बसेको छु। त्यो कुराहरूलाई सुन्दाखेरि, त्यो कुरालाई बुझ्दाखेरि अब तपाईँलाई लाग्ला यो खालको मान्छे देशको नेतृत्वमा पुग्यो भने देश कस्तो बन्ला भन्ने तपाईँहरूले सोच्नुपर्ने हुन्छ। त्यो प्रश्न आफूलाई सोध्नुपर्ने हुन्छ। अब उम्मेदवारको हिसाबले है जनताको लागि अत्यन्तै धेरै दुःख गरेर अत्यन्तै धेरै त्याग र समर्पण गर्ने व्यक्ति यदि हर्क साम्पाङ हो भने यसपालि हर्क साम्पाङलाई उसको चुनाव चिन्ह अञ्जुलीको माटो, श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हालेर अत्याधिक मतले विजयी गराउनुपर्छ। यहाँहरू सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो चुनाव भनेको उम्मेदवारको मात्रै चुनाव होइन, उम्मेदवारको मात्रै चुनाव होइन, यो चुनाव भनेको पार्टीको चुनाव पनि हो। कस्ता पार्टीहरू छन् त यहाँ? पुराना पार्टी, नयाँ पार्टी, यो पार्टी, त्यो पार्टी, बरु यो देशमा बहुवा पार्टी थोरै होला। राजनीतिक पार्टीहरू त यति धेरै रहेछ, हामीले दर्ता गरेको त 204 पाइरहेको रोल नम्बरको। त्यसका बाजे 203वटा त हामीभन्दा पहिल्यै दर्ता भएर बसिरहेको। हामीले दर्ता गरिसकेपछि पनि यता 50वटा दर्ता भयो होला है। अब यत्रो धेरै पार्टी छ, कहाँ जाने, के गर्ने, अचम्म अलमल परिरहेको छ नेपाली जनता। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, पुराना दलहरूले एमाले, कङ्ग्रेस, माओवादी, खोइ के भन्ने थुप्रै छ होइन। माओवादी त छैन म होला, हिजो आज खोइ के छ पनि त के गर्ने साध्य छ र? गर्ने साध्य छ? ती पुराना दलहरूले काम गरेनन्। ती पुराना दलहरूले काम गरेको भए आज हाम्रा छोराछोरी, हाम्रा आफन्त, हाम्रो परिवारको सदस्य विदेश जानु पर्थ्यो। यो भन्दा ठुलो भिड होइन तपाईँको छैन के अरे विदेश गइराखेको हुन्छ दैनिक जसो है। हप्तामा, दैनिक त नभनौँ, दैनिक त यत्रो ठुलो जाँदैन होला, हप्तामा एक हप्तामा चाहिँ यत्रो भिड विदेश गइराखेको हुन्छ। उताबाट पैसा कमाएर आउँछु भन्ने मान्छे बाकसमा फर्किराखेको हुन्छ है। बाकसमा उसको मरेर हामी नेपालीहरू जब विदेशमा मर्छौँ, मरेर यता ल्याउन पनि हामीलाई शास्ति छ। सुरुक्क आउँछ र आउँदैन है। हाम्रो एम्बेसीले हेर्दैन भन्ने छ, सुन्दैन भन्ने छ, चन्दा उठाएर पठाइदिनु पर्ने भन्ने छ। बाँच्दाखेरि पनि सुख पाइएन, मरेपछि पनि सुख पाइएन। कति तपाईँको छैन हाम्रा दाजुभाइहरू विदेश गएर तपाईँको दुर्घटनामा परेर विभिन्न तरिकाले होइन ज्यान गुमाएर आउँदाखेरि होइन शरीर कुहिसकेको हुन्छ है। त्यस्तो अवस्था यी पुराना दलहरूले गर्दाखेरि भएको हो कि होइन? हो। यी पुराना दलहरूले यदि यही देशमा गरी खाने तपाईँको छैन बाटो बनाइदिएको भए, यही देशमा आर्थिक विकासका बाटोहरू बनाइदिएको भए हाम्रा विदेशी तपाईँको छैन भूमिमा काम गर्ने दाजुभाइको नियति त्यो हुन्थ्यो? म आफै पनि थुप्रै वर्ष तपाईँको विदेश बसेर आएको मान्छे हो। यहाँ कुरा गर्ने भने तपाईँको चाहिँ 80% भन्दा धेरै मान्छे विदेश गएर आइसकेको अथवा जानु आँटेको अवस्थामा हामी छौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यो देशको यो स्थिति पुराना दलहरूले गर्दाखेरि है। पुराना दलहरूले आर्थिक विकास हुने कामहरू गरेनन्, भएका उद्योगहरू बेचे। एउटा उद्योग सानो खोलेर काम गरौँ भनेको दर्तै दिँदैन, दर्तै बिना चलाइराखेको है। मुद्दा लगाउने अरे लगाइराख तिमीहरूको मुद्दा, त्यस्तो मुद्दा तपाईँको छैन लगाउने कानुन च्याप्न हर्क साम्पाङ आउँदैछ त्यहाँ है। मकै रोप्दा मुद्दा लाग्ने, बिरुवा रोप्दा मुद्दा लाग्ने, फुल रोप्दा मुद्दा लाग्ने, गरी खान्छु भन्दा मुद्दा लाग्ने है। कस्तो खालको मुद्दाको मात्रै देश रहेछ यो मुद्दाको देशलाई अब अवसरहरूको देश र बाँच्न सक्ने तपाईँको चाहिँ आर्थिक विकासको देश यदि बनाउनु छ भने हर्क साम्पाङ र हर्क साम्पाङको पार्टी, हर्क साम्पाङको उम्मेदवारहरूलाई अञ्जुलीको माटो चुनाव चिन्हमा तपाईँहरूले भोट हाल्नु होला। अब यहाँ हाम्रो सुनसरी 1 मा है थुप्रै तपाईँको चाहिँ अघि मैले भनिसकेँ 26 जना उम्मेदवार छौँ। त्यसमध्येमा केही उम्मेदवारहरूको मात्रै नाम लिन चाहन्छु।
त्यसो भन्दा अरूलाई चाहिँ अपमान गरेको भनेर नभन्नु होला, अरूको नाम थाहा नभएर नभन्नु होइन। तपाईँले यदि सूर्यमा भोट हाल्नुहुन्छ भने सूर्यको टीका लिम्बू भनेको प्रधानमन्त्रीको क्यान्डिडेट होइन, उसले त्यो भोट लगेर केपी ओलीलाई भोट हाल्ने हो। केपी ओली प्रधानमन्त्री भएर के हुन्छ? के हुन्छ? हुँदैन। जेनजीको आन्दोलन हुँदै गर्दाखेरि केपी ओली नै प्रधानमन्त्री थियो नि यो देशको, होइन? केपी ओलीको प्रधानमन्त्री भएको देश तपाईँको चाहिँ सरकारले के गरिदियो भन्दाखेरि सोसल साइट्स युट्युब, फेसबुक, टिकटक, गुगल लगायत सबैलाई बिहान हानिदियो। सोसल साइट्स भनेको अहिले हामी कस्ता भएर बनेका छौँ भने बिहान उठ्ने बित्तिकै मुखै नधुई मोबाइल हेर्छ, सुत्ने बेला मोबाइल हेर्दा हेर्दै निदाउँछौँ, होइन? भन्नुको मतलब के छ भने सूचनासँग खेल्न चाहन्छौँ मान्छे। तपाईँहरू यहाँनिर मेरो कुरा मात्रै सुनिराख्नु भएको छैन, साइड साइडमा बोलिराख्नु भएको छ, मलाई थाहा छ। नबोली मान्छे बस्न सक्दैन, नसोची मान्छे बोल्न सक्दैन, नसोची मान्छे के अरे बोल्न सक्दैन भने सोचेपछि ऊ बोल्नुपर्छ, होइन? उसले विभिन्न कुराहरू सोचिरहन्छ, दिमागमा मान्छेको दिमागमा आइरहन्छ। त्यो मान्छेको दिमागमा आएको कुरालाई उसले अभिव्यक्त गर्न चाहन्छ। त्यो अभिव्यक्तिको तपाईँको चाहिँ नि अधिकार हो सोसल साइट्स भनेको। होला आज हामीसँग तपाईँको चाहिँ नि होइन विभिन्न अरू देशबाट चलाएका चाहिँ सफ्टवेयरहरू छन्, तर श्रम संस्कृतिको सरकार आउनु दिनुहोस्, हाम्रो आफ्नै बुक हुनेछ। अहिले तपाईँको चाहिँ नि फेसबुक छ, हाम्रो आफ्नै बुक हुनेछ। म नेपालका तमाम जेनजी इन्जिनियरिङ पढ्ने होइन मान्छेहरूलाई भन्न चाहन्छु, तपाईँहरूले पनि केही एप्लिकेसन डेभलप गर्नुहोस्। हामी आफ्नो सफ्टवेयर आफै प्रयोग गरौँ र आफ्नो सफ्टवेयर अरूलाई बेचौँ। खालि हामीले अमेरिकालाई जुगर वर्गको तपाईँको फेसबुक चलाएर पैसा तपाईँको चाहिँ उसलाई धनी बनाउनुपर्छ भन्ने छैन, तर त्यो दिन तब मात्रै आउँछ जब श्रम संस्कृतिको सरकार सुरु हुन्छ, त्यसपछि हामी बनाउँछौँ ती कुराहरू। त्यस्ता सोसल साइट्सलाई बन्द गरिदिने केपी ओली हो कि होइन? बोल्न उकुस मुकुस भएर मान्छे बसिसकेपछि एउटा फेरि तपाईँको चाहिँ कहिले चाहिँ के हुन्छ र खाउँ भनेर गरेर बसिरहेको शक्तिले हाम्रा छोराछोरीलाई उच्काएर लहे 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 भनेर त भानुचोकमा योभन्दा यत्रै भिड झन्डै थियो होला, भन्दा ठुलो त नभन्नु, होइन? बसिराखेको रहेछन् है। देशभर तपाईँको चाहिँ के अरे आन्दोलन भयो, त्यो आन्दोलन गराउने गल्ती तपाईँको चाहिँ के अरे केपी ओलीले गरेको हो कि ओम्नी गिरिबन्धु खै के भन्नेहरूको त कति हो कति। त्यो कुरा नगरौँ, पुरानो गीत गाएर के फाइदा छ? नयाँ गीत गाउँ, होइन? नयाँ गीत गाउँ। अब नयाँ साल पनि आउनु आँट्दैछ, होइन? आज मेरो बर्थडे पनि हो, है? आजदेखि मेरो लागि त नयाँ साल पनि भयो। नयाँ गीत गाउँ, पुरानो गीत किन गाउनु भन्दाखेरि नयाँ गीतमा चाहिँ त्यो पर्छ। केपी ओली यदि प्रधानमन्त्री तपाईँको चाहिँ उसलाई फेरि बनाउने हो भने फेरि नै यो देश दुर्घटनामा जाने सम्भावना छ। त्यसले गर्दाखेरि सूर्य चुनाव चिन्ह लिएर चुनाव लडिरहेको टीका लिम्बूलाई भोट हालेर फाइदा छैन, है? अलिकति साम्प्रदायिक कुरा गरेको जस्तो कसैले नसम्झिनु होला, है? केपी ओली नै हो त्यो मान्छे जसले चाहिँ खुवालुङलाई फुटाउँछु ट्रेन हालेर भन्ने मान्छे, है? कसैको आस्थामाथि, कसैको तपाईँको मन्दिर र कसैको चाहिँ तपाईँको आस्थाको धरोहरलाई ट्रेन हालेर फुटाउँछु भन्ने मान्छे कस्तो खालको मान्छे हो त्यो? अनि त्यो खालको मान्छेले फेरि प्रधानमन्त्री बनाउनका लागि टीका लिम्बू उसको चाहिँ उम्मेदवारलाई जिताएर हुन्छ? बालुवा पेलेर तेल निस्किँदैन, ढुङ्गा उसिनेर खान मिल्दैन, है? नगरौँ, अब भयो, गर्दैन, छोडिदिउँ। एमाले भोट हाल्नुको फाइदा छैन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, देशैभरि भन्न चाहन्छु यो कुरा मिडियामा। अब सुजिन्द्र गोले रुखबाट आएको छ, सुजिन्द्र गोलेलाई जिताएर के हुन्छ भन्दाखेरि ऊ पनि प्रधानमन्त्रीको क्यान्डिडेट त होइन, हो त? एक ठाउँ सांसद हो, जित्यो। अब जित्ने त कुरै छैन, ल भइ नै हाल्यो भने पनि उता तपाईँको छैन के हो त भन्दाखेरि कुनामा बसेर ढ्याप ढ्याप गर्ने, 2 मिनट बोल्ने, काटिदिइहाल्छ। अघि यहाँ आइसक्यो, उसले गगन थापालाई, शेरबहादुर देउवालाई भोट हाल्नु त अब हाल्दैन होला, होइन? गगन थापालाई तपाईँको छैन भोट हाल्छ। गगन थापा कस्तो मान्छे भन्दाखेरि एमसिसी गरौँ 55 अर्ब चीनबाट ल्याउँ, के अरे अमेरिकाबाट ल्याउँ, चीनबाट बिआरआई गरेर 70 अर्ब ल्याउँ, भारत जाउँ, अलिकति ढोगौँ, हजुर 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 भनौँ, त्यहाँबाट ऋण ल्याउँ, चलाउँ। त्यस्ता मान्छेले देश चलाउँछ? विदेशी ऋणको भारी बोकाउनुलाई विकास भनिँदैन क्या।
विकास भनेको के हो भने त राम्रो बुझौँ है। विकास भनेको के हो भन्दाखेरि मेलाम्चीको